छैन मेरो बहिनीको लागि मैले गिफ्ट लिएर आइदिएको छु त है ल कस्तै हुन्छ बिहान बिहान गाली खाएर काम गर्दैछ हट म यहाँबाट आइदिन्छु चालु यसरी हो क्या हट ल भित्रबाट ल जा बाहिर जा हट म गर्छु यहाँ यसरी क्या ल यस्तो ट्रिकहरू पनि दिनुपर्छ त्यही पनि यसले सुन्दैन नसुनि गयो अहिले यो काम बिगार्छ भनेर राम्ररी बढाले यसरी क्या गाइस आजको मर्निङ भ्लग चाहिँ साथीभाइहरू यसरी हुन्छ टक्क लगाएर बढाल्दै काम भन्ने चिज चाहिँ राम्ररी गर्नुपर्ने हुन्छ यसरी हाम्रो फुलहरू यसरी अनौठो छ क्या के हो क्या यो यो पनि बुझ्नु सकिनँ क्या के कुन फल हो के हो साथीभाइहरू अहिले चाहिँ म टक्क लगाएर यो गर्दै थिएँ भयो एउटा सक्यो अब अझै गर्नुपर्ने छ यहाँ है अब त्यहाँ पनि छ गर्नुपर्ने छ टन्नै छ आज चाहिँ अनि म चाहिँ यहाँ छु अनि त्यही हो अघि त्यही घरसरबाट अलिक के गर्यो त्यहाँ बाँस सास लाउँदै थियौँ बेरा दोकानमा अनि खाना पनि खाइयो खाना यहाँ गर्दै थियो नि यसो भ्लग गर्नु पऱ्यो भनेर सोचेँ अनि आज चाहिँ भोट हो अनि सबजनाले भोट हाल्नु जानुभएको छ भोट हाल्नु दिन्छ अनि यसो काम नआएको बेला गरिहाल्नुपर्छ यस्तो अस्तिदेखि गर्नु खोजेको तर कामले गर्दा गर्नु पाइँदैन थियो अब त्यही हो राति गलेको हिँड्छु सुत्नु पऱ्यो होइन साथीभाइहरू न्यु डे नेक्स्ट डे चाहिँ डाइरेक्ट हिजोदेखि डाइरेक्ट अहिले हो डाइरेक्ट मेरो भाग खाइसक्नु भएको छ यसरी डल्ले काँक्रा अर्को लिएर आउनु न हजुर ल कसैले काटिन्छ सानो जानु न लिएर आउनु न छ क्या त्यहाँ साँच्ची कति छ काँक्रा यसो खानुपर्ने हुन्छ यो चाहिँ सानो मैले नुन लगाएर हालेको उतो लगाइरहेको पछाडि मात्रै तैँले चाहिँ खाइस खाइस सुमारी भन्नु मलाई खोलौँ एक पिस मात्रै खाएँ यस्तो छ मैले खाएकोदेखि सबले खानु मन लाग्छ क्या ए खाऊ मलाई खानु पनि छैन यत्रो ठुलो लिएर पो मैले भनेको त नपानी दिनु त मलाई यति धेरै पानी वेस्ट गर्नुहुन्न अलिकति धुँदा भइहाल्यो नि त बोक्रा सबै खानुपर्छ यार हजुर यहाँ पनि मैले खाएको देखेर अभिषेक ल आको जान्दैछु कभर काट्नु जाउँ न खोइ अब कति बेला कामै काम छ भुलाले आएको छ दामी हो कस्तो मिल्यो mukbang हो यो mukbang अल्छी भाइ आऊ काम गर्नु यहाँ
दामी भयो मजा आयो ठिक मैले खाएको सबजना इन्सपायर भयो क्या अब तपाईँहरू पनि यसरी इन्सपायर भइसक्नु भयो होला कतिजनाले खानुहुन्छ होला अब अब काम छ यहाँ सिलिङ हाल्नुपर्ने छ क्या त्यहाँ माथि त्यही हो अब चाहिँ प्रतीक पनि आउँछु भन्दै थियो प्रतीक खोइ कति लाग्छ थाहा छैन तर पनि अब हेरौँ है त ल 200 रुपियाँ आयो कति 200 रुपियाँ ए भाइ पो 200 रुपियाँ 200 रुपियाँ भाइ कति भाइ हाम्रो आज बुझिया छ साथीभाइहरू अब चाहिँ हाम्रो काम यस्तो छ है ल 200 रुपियाँ भाइ राम्ररी जाऊ ए भाइले मलाई 200 रुपियाँ माग्छ क्या साथीभाइहरू खै किन हो मेरो अनुहार धनी मनी यस्तो छ र मागेको हो कि के हो थाहा छैन साथीभाइहरू यस्तो चाहिँ काम चाहिँ ल को हो यो आउने को त तपाईँ चिन्नु सक्नुहुन्छ दर्शक वृन्द ट्युसन पढ्छु भनेर आएको मेरो घरदेखि ट्युसन पढ्छु भनेर आएको व्यक्ति प्रतीक ओ यो भाइलाई आन यो भाइलाई ओए प्रतीक यो भाइले मलाई 200 रुपियाँ माग्छ हौ लाजै बेगर यार कसरी भन न म यहाँ आउँदा छिटो म सबै सुनाउँछु अब हेर है यहाँ यतिमा काटेर ल यतिमा है केटाहरूको प्र्याक्टिकल भइरहेछ यहाँ ल अब यहाँ फ्लाउनु पर्ने हुन्छ हामीले राम्रोसँगले चाहिँ कलेज लगभग यस्तो भइसकेको छ अनि बारबेर गरेर पनि यस्तो भइसक्यो साथीभाइहरू मैले देखाएको छु साथी यस्तै तर पनि बारबेर भइसक्यो दादा प्रतीकले या बोय या गुड साथीभाइहरू र जस्तै प्रतीकले फुटाउ यस गुड बोय गुड साथीभाइहरू म खाजा केटाहरूलाई खाजा दिइसकेको छु मैले घरको एकदम अर्ग्यानिक करेछ बारीमा फलेको खाली भएर भ्लगै भनेर रहेछ मैले पैसा पठाइदिइसकेको छु यहाँ हेर 26 रुपियाँ दिने मान्छे चाहिँ यहाँ लाने मान्छे यो मान्छेले अब बाटोमा केही गाई पऱ्यो भने म जान्दिनँ उसलाई सु ट्याक्स भ्याट काटेर दिएको यति चाहिँ अब हेर बाबु तिम्रो लागि पैसा चाहिँ छप्प मैले दिएँ 26 ल राम्ररी जाऊ भोलि के बार प्रेम हजुर ऊ खाँदैन होला हौ खाएर जाऊ न त जाने भने खाएर जाऊ ए छोड्दै ऊ यहाँ बसेर हान्दैछ क्या ए ढिलो भयो ढिलो भयो नि त भोलि आउँछु नि म भोलि के बार भोलि खै सटरडे ल भोलि म खाना खाएर आउँछु नि त ल तिमीलाई हेल्प पनि गर्छु तिमी राम्ररी जाऊ तिमी के भयो त्यो चिज चाहिँ केही नहोस् राम्ररी जाऊ मेरो टेन्सन चाहिँ छैन ल भोलि आउँछु भोलि खाना खाने बित्तिकै आउँछु ल साइनारा हेभ अ गुड डे भोलि दिन आऊ न देखेछु होला काम कस्तो हुन्छ मेरो भनेर म पनि आउँछु नि त काम सहयोग गर्न ल भोलि के हुन्छ भन्छु नि ल फेरि यो चाहिँ नेक्स्ट ट्रिप हो कतिलाई सरपटी खाएर जाऊ भनेको मानेन अब ठिकै छ प्रतीक यहाँ चाहिँ समात्यो सो दादाले चाहिँ पहिला इन्ट्रोड्युस गर्नुभएको थिएन उहाँको नाम के हो उहाँको नाम चाहिँ सम्राट राई हो होइन अनि दमकवान झापामा हो उहाँ चाहिँ कसो न खुट्टा बुद्ध टोलमा पढ्दछ मेरो दादाको सपना चाहिँ गिटारिस्ट हो मेरो दादाको एज हो 18 दामी छ खै यसलाई चाहिँ हामीले यस्तरी नाटक के साह्रो बनाएर खान्छ
जस्ट गाइजहरूलाई देखाइदिन आएको लु खाता पनि एकछिन हामीले अब यहाँ कम्बी गर्नुपर्ने हुन्छ अनि त्यसरी खाँदा हो दामी छ नुन राखेको छ उम्, हम्? यसको मान्छे ड्राइभर रहेछ मेरो मान्छे ड्राइभर भनेको ल सिधै सक्नुभएको बब्बाल बब्बाल काम छ हामी काम गर्नुपर्ने हुन्छ लास्ट बाइट फर यु पाएको साथीभाइहरू म चाहिँ खासा गरेर पनि आइसक्यो यहाँ नोट गर्नुपर्ने हुन्छ प्रोजेक्ट वर्क त्यही हो अनि हामी चाहिँ कामसाम पनि सक्यौँ भन्दा पनि बारबेरको काम चाहिँ सक्यो अब अरू अरू काम छ भोलि अर्को फाले फाले कामहरू छ अनि भोट गनिरहेछ भोटमा हाम्रो पार्टी श्रम संस्कृति पार्टीले हल्का भोट मत अलिक कम लिएको अवस्था तर पनि केही छैन अबको त 84मा भए पनि पछि भए पनि अझै पनि कुरा छोडिदिउँ त्यही हो अब त्यस्तै कामहरू छ अब के गर्नु अब एक्जाम पनि आइसक्यो वैशाखमा सबैभन्दा टेन्सन चाहिँ मेरो एक्जामको त्यस्तो बाजे छैन कि जसरी नै राम्रो मार्क्स ल्याउनु पर्ने हुन्छ त्यही भएर यसो पढ्नुपर्ने हुन्छ कि भन्दा निन्द्रा आइसक्यो तर बोल्दा बोल्दा यसरी नै मुखमा लगाएको छ अनि भातसात खाएर आइसकेँ अनि फेरि पनि एक लट खाँदै कुकिज डेजर्टको रूपमा सायद के भयो भ्लग अन्तिमसम्म हेर्ने मान्छेहरू लास्टै नै कम होला म तपाईँहरू रिक्वेस्ट गर्छु को चाहिँ अब चिन्नै भए पनि केटा नभए केटी नभए बहिनी दिदी जोइ भए पनि अहिलेसम्म इन्डसम्म हेरिदिनु भएको छ भने प्लिज कमेन्ट डाउन बिलो त म हेर्छु भनेर यसो हेरिदिउँ कोही हुनुहुन्छ भने पनि आई गेस प्रतीकले पनि हेर्छ जस्तो लागेको हो कि होइन प्रतीक सौगात रोहिणी मेरो बहिनीले नि हेर्छ क्या आई गेस मात्रै अब गेसमा पर्नु भएन भने ठिकै छ अब अरू त मेरो भिउजको छ र ए नाना सी भाउजू अनि अर्को छैन जस्ट त्यति अरू नभए कसै अब अननोन पर्सन आज झुकेर हेर्नुभयो भने अहिले इन्डसम्म प्लिज कमेन्ट डाउन बिलो यता भन्न चाहन्छु त्यही हो अब चाहिँ भोलिको भिडियोमा भेटौँ भन्न चाहन्छु साथीभाइहरू त्यही हो स्टे ट्युन स्टे हेल्दी स्टे गुड स्टे यङ्गर डोन्ट बी स्याड बी अलवेज ह्याप्पी यदि भन्दै आजको भिडियोमा बिदाइ गर्न चाहन्छु भोलि भेट्नुहोस् नयाँ भिडियोमा दामी चमकदार भिडियोमा टक्क लाएर साइनिङ विथ स्टार है त ग्याप